Hello, namaste everyone and welcome to my third vlog. And so many people asking that हाम्रो मम्मीको यो इयरिङ कलेक्सन. यो चाहिँ हाम्रो मम्मीको इयरिङ कलेक्सन हो. ए मम्मी त्यो यहाँ भ्लगमा पहिला सबैलाई स्वागत छ भन्नु. हेलो म चाहिँ दङडङ्ग सुतेको अब पहिला उठेर बस्नु न. मम्मी सुतिरहेछ हैन, उठा भनेको मान्दैन. अनि यो चाहिँ हाम्रो इयरिङ कलेक्सन हो कि अब यतिको सर्ट टुरमा बनाएकै भिडियो चाहिँ खासै त्यस्तो ऊ पनि बनाउनुलाई बनाएँ होइन. त्यही भएर यो हाम्रो इयरिङ र भित्र किचनको हाम्रो मम्मीको सोप. ल भन्नुहोस् आमा, तपाईँलाई यो इयरिङको कलेक्सन राख्न के जरुरी थियो? मलाई एकदम सोखिन. म त्यस्तो लाउने त होइन होइन. मैले पार्लर सिक्दाखेरि त्यो पार्लरमा यस्तो सजाउँदाखेरि मलाई एकदम मनपर्छ. अनि त्यो रहरले लगाएको के मैले रहरले त्यो तपाईँले कहाँ किनेको सबै? त्यो मैले पार्लर सिक्दाखेरि म्यामकोबाट एउटा दुईवटा ल्याएको अनि एउटा एउटा गरेर किनेको यति जम्मा भयो. अनि हाम्रो औषधि कलेक्सन पनि छ यहाँ. औषध त तनाव जलाएको के गर्नु त खानुपर्छ. हाम्रो औषधि कलेक्सन पनि छ. अनि यो भयो. अब हाम्रो तपाईँलाई किचनको कलेक्सन देखाउँछु. यो चाहिँ हाम्रो किचनको कलेक्सन. यो चाहिँ हाम्रो किचनको कलेक्सन. ल यहाँ खानेकुरा टन्नै छ. जब यो खानेकुरा टन्नै हुँदो रहेछ तब चाहिँ खाना मन नलाग्ने रहेछ क्या. जानु भयो त्यो एउटा भयो चाहिँ खाना नलाग्ने. त्यही हो. खाना बनायो. खाना अब पकायो भने कि नपकायो भन्ने. अब खाना पकाउनु पऱ्यो नि. बिहानकै छ भन्नु पर्यो नि. केही अलिअलि तातो तातो गरेर आमा छोरा कुपो कुपो खाउँ. ल हुँदैन. ल त्यही हो. ल इयरिङको कलेक्सन चाहिँ म देखाउँछु. खोलेर दराज खोलेर देखाउँछु र. यहाँ माथि पनि छ. ल यो माथिको नेल पोलिस भयो सबै. तल यो भित्रको टपहरू यो भित्र पनि छ अझै कति धेरै हो. अन्त मुनिहरू पनि सानो सानो झुम्का रे. त्यो मुनि सबै अनि चुराहरू पोटेहरू. ए चुराहरू पोटेहरू रे. ल अनि यहाँ पनि छ हेर त. ओटियामाथि पनि त्यत्रो ल यति हो कलेक्सन. थाहा पाइसक्यो मैले. के अरे के छ अरे यहाँ ओटिया पनि त्यत्रो राखेको छ. मैले लाउने जति यहाँ राखेको छु. ओ यहाँ यता चाहिँ घडीको कलेक्सन. ए यहाँ पनि हाम्रो खानेकुराहरू छ. हाम्रो यस्तो घरमा यत्रो टन्न खानेकुरा छ. मोटाउँदैन म किन नमोटा त? खोइ त खाँदैन. त्यो घडी हेर्नु न. घडी मेरो यो चाहिँ मम्मीको घडीको कलेक्सन. यो चाहिँ मम्मीको ब्यागको कलेक्सन. हाम्रो ब्यागको कलेक्सन हो. कमल थाइल्यान्डबाट ल्याउनु छ. उठ थाइल्यान्डबाट ल्याएको त. ल्याएको कहाँ भित्तामा हालिदिएको पछाडि. ओटिया राखिरहेको छ. यो चाहिँ उसको कलेक्सन. ब्ल्याङ्केटको कलेक्सन. मम्मीले माछा पनि पालेछ यहाँ. प्लास्टिकको ब्ल्याङ्केट त अनि यो चाहिँ माथि चाहिँ ब्ल्याङ्केटको कलेक्सन. ब्ल्याङ्केट धेरै त छैन. 21 वटा मात्रै छ बाबु. 21 वटा. 21 वटा मात्र. कम भएन. 21 वटा छ बाबु सबै गएर. त्यही हेर 3 6 9 होइन 12 वटा 3 छ. 13 14 उताकोले गरेर 14 कम भएन भने. 15 16 17 वटा त 18 19 20 अनि यहाँले 21 13 रुममा अझ 3टा छ. त्यही त कम भएन भने. अब किनेर खाउन होइन र. पाहुना आयो नि भुइँमा यो ब्ल्याङ्केट दिँदाखेरि तातो हुन्छ नि पाहुनालाई भने होइन. यो चाहिँ हाम्रो जस. ल मम्मीको टुर चाहिँ यही हो. यो चाहिँ मम्मीको टिभी, यो घडी. यो चाहिँ मेरो भाइ, म अनि मम्मी. यो चाहिँ हाम्रो टिभी हो. त्यो बोटी बालेको त देखाएकै छैन अझ. यो चाहिँ मम्मीको फेभरेट. त्यो मुसाले काटे जस्तो छ तार त. हो मुसाले काटिसकेछ. अस्ति मैले लान्छु भन्दा के भने? अस्ति मैले लान्छु भन्दा के भनेको? हुँदैन भनेर. अब खुचिङ पऱ्यो पैताला मधिसेर लैजाला. ल मरिसलाई त लैजान काटिदिन्छु र म. त्यो कसरी काटेर छोरा? काट्नु मुसाले काटेछ. तर बताइदियो नि भोलि. यसमा चाहिँ बबाल बत्ती बल्छ कि यो चाहिँ. म चाहिँ पनि एउटा भान्सामा नराखेँ. म कस्तो अल्छी मान्छे. यो मम्मीको रुम टुर सक्यो. यति हो रुम चाहिँ. कलेक्सन यस्तो छ. यो कलेक्सन सबभन्दा मनपर्ने के गाइस भने सबभन्दा. ल तपाईँ भन्नु. मेरो यो रुममा सबभन्दा मनपर्ने तपाईँहरूलाई के होला कमेन्ट गर्नु होला है. इयरिङ्स के हो. म एउटा वाइड एङ्गलबाट यहाँबाट खिचिदिन्छु. वाइड एङ्गलबाट खिचिदिन्छु म. ल वाइड एङ्गलबाट एउटा खिचिदिन्छु कि यहाँ. ल ए हो
कुन चाहिँ मनपर्छ कलेक्सन भन्ने ल सबैलाई झुम्कै मनपर्छ र ए हाम्रो सानोतिनो मान्छे नै हाम्रोमा यो पनि छ है के भन्छ ल आजको ब्लग नो एडिट के अरे एडिट गर्दैन मात्रै काट्ने साट्ने के पनि गर्दैन डाइरेक्ट अपलोड हो सो मेक स्योर कमेन्ट सेयर लाइक ल बाई 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 गुड नाइट गाइज अब भुसुक्क सुत्ने बिहान हेरेछन् गुड मर्निङ दिउँसो हेरेछन् गुड आफ्टरनुन राति हेरेछ गुड नाइट भन्नु गुड नाइट है सबैजनालाई जसले हेरिरहेछ नि त बिहान हेर्नेहरू सबैलाई गुड मर्निङ दिउँसो गुड आफ्टरनुन अनि 5 बजे पछाडि गुड इभिनिङ अहिले गुड नाइट मेरो छोरा हाँस्छ के मैले इङ्ग्लिस भन्यो भने बाई बाई गाइज होइन साथीहरू भन्नुपर्छ ल तपाईँको दिन ल यसो ट्याप गर्नु त क्यामेरामा